गाइज वेलकम टु माई न्यू भिडियो। आज हामी चाहिँ क्लाइन्टको स्किन निकाल्न जाँदैछौँ। यहाँ हामीले 2400 डायमन्ड टप हानिसकेको छौँ। हेरौँ फर्स्ट स्पिन कस्तो निस्किन्छ। वाउ 15 टोकन पऱ्यो, राम्रै पऱ्यो। अब 500 को स्पिन हाने हेरौँ न त 10 स्पिनमा के पर्दो रहेछ हेरौँ। राम्रै टोकन परिरहेछ आज। किन कुन चाहिँ हामी एकछिन रिजेक्ट हान्छौँ, फेरि स्पिन हान्छौँ। पनि कति पऱ्यो हाम्रो? ठिकै टोकन पऱ्यो। दुईवटा नर्मल खालको स्पिन परेको रहेछ। फेरि अर्को स्पिन हानौँ। 10 स्पिनमा त के धेरै पैसा आएको जस्तो लाग्छ त। ड्यामै टोकन गएको। फेरि अब त 10 स्पिन गर्नु लास्ट स्पिन होला जस्तो छ। केही छैन गाइज, अब फेरि हामी टप हान्दैछौँ। जसरी नै आज क्लाइन्टको स्किन चाहिँ निकाल्नु नै पर्ने हो। ल फेरि आइसक्यो, हामीले 1000 डायमन्ड टप गर्छौँ गाइज। अलरेडी हामीसँग 8वटा त्यो के भन्छ स्पिनवाला टोकन छ। ट्राई गरिहेरौँ अब 10 स्पिनको। नेपाली त निस्कियो हुन्थ्यो। हेरौँ ठिकै 110 टोकन, राम्रै टोकन परिरहेको छ। अब हामीलाई चाहिएको छ लगभग 200वटा टोकन। ल गाइज एउटा स्किन पऱ्यो हाम्रो यो के अरे के भन्छ हाल कार्डको स्किन परेको छ। अब हामीलाई लगभग 70वटा टोकन जस्तो चाहिएको पर्छ कि स्किन हो। फाइनल्ली गाइज हाम्रो चाहिँ अब क्लाइन्टको स्किन निस्किने भएको छ होइन। अब 3400 डायमन्डको सुहा भयो। 3400 डायमन्ड तैपनि केही छैन। अब वर्थ इट छ भनौँ न। स्किन चाहिँ ठिक जस्तो देखिन्छ। अब चलाइ हेरौँ कस्तो हुन्छ। गेम प्ले राम्रै हुन्छ। हेरेर कस्तो 26 जस्तो देखिरहेको छ हेर्न गाइज। अब नेक्स्ट भिडियोमा चाहिँ अब हाम्रो क्लाइन्टको गेम प्ले आउनेछ गाइज।